यहाँ उम्मेदवारको रूपमा नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित हुनुहुन्छ। यसैगरी नेपाली कांग्रेसका तर्फबाट मन्तरा चिमरिया उपस्थित हुनुहुन्छ। यसैगरी नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट रञ्जित तामाङ उपस्थित हुनुहुन्छ। यसैगरी नेकपा माओवादीका तर्फबाट सञ्जय राई उपस्थित हुनुहुन्छ। यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट लक्ष्मीप्रसाद सङ्गरोला उपस्थित हुनुहुन्छ। हामीले अन्य उम्मेदवारहरूलाई पनि बोलाएका थियौँ, उहाँहरू आउनु भएको छैन। आउनुभयो भने समयभित्र आउनु भने हामी उहाँहरूलाई स्थान दिनेछौँ, नभए आउनुभएकोहरूलाई ससम्मान स्वागत गर्ने कुराको सुरुवात गर्न चाहन्छु। यो झापा 5 मा आज हामीले यो बहसका लागि यहाँ उम्मेदवारी दिनुभएका सम्पूर्ण उम्मेदवारहरूलाई निम्ता पठाएका थियौँ। यहाँ प्रमुख दलका प्रमुख उम्मेदवारहरू उपस्थित हुनुभएको छ। तर दुःखका साथ भन्नुपर्छ, यही प्रक्रिया अन्तर्गत निम्ता पठाइएको राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं यस झापा क्षेत्र नम्बर 5 का उम्मेदवार बालेन्द्र शाह बालेन भने यहाँ उपस्थित हुनुभएको छैन। यदि यहाँ यो कार्यक्रम 1-1.5 घण्टा चल्दै उपस्थित हुनुभयो भने उहाँका लागि हामीले खाली कुर्सी सुरक्षित राखेका छौँ। उहाँ आएर बस्नुहुनेछ र यहाँको मतदाताको प्रश्नको जवाफ दिनुहुनेछ भन्ने अपेक्षा हामी सञ्चार माध्यमले गरेका छौँ। कुनै पनि नेता ऊ राजनीतिक दलको नेतृत्व हो, यदि लोकप्रिय छ भने कुनै पनि जनताको प्रश्नबाट ऊ भाग्नु हुँदैन, बहस हुनुपर्छ र उहाँहरूले आफ्ना एजेन्डा हामीलाई बताउनुपर्छ भन्ने मतदाताहरूको माग थियो। तर मतदाताका लागि प्रश्न सोध्ने मिडिया सामु फेस गर्न नसक्ने नेतालाई हामीले कसरी चिन्ने? यो यहाँका मतदाताको जवाफ र यहाँका मतदाताको पर्सि 21 गते हुने मतदानबाट नै निर्णय हुनेछ।